गुड मर्निङ एभ्रिवान, फेरि पनि स्वागत छ नयाँ भिडियोमा जहाँ चाहिँ हामी साइक्लिङ जाँदैछौँ म र रवि भाइ। ए रवि भाइ, वाह के ह्यान्डसम भएर आएको छ यो केटो। हेलो भन्देऊ। हेलो गाइज, के छ हालखबर? ठिक छ हालखबर। ठिक छ। गुड मर्निङ गाइज। हामी आज साइक्लिङ चलाउँदा उता कहाँ जाने? तिम्रो घर? होइन, मेरो घर होइन, इन्डिया जाने साइकल सर्भिसिङ गर्नेलाई सस्तो हुन्छ नि। ए भाइ पनि आइसक्यो, अब चाहिँ हामी जान्छौँ साइकल यात्रातिर। दोस्त म के लगाऊँ? तिमी बाइकको लगाऊ हेलमेट। बाइक जा भित्र बाइकको छ, बाइकको लगाऊ। यो जिम गर्ने बेला लाउने पन्जा लाउनु पर्यो क्या अब। हेलमेट त उल्टो पो लगाइछु मैले। उल्टो लगायो तिमी। ल वेयर ब्याक। ए रवि भाइ आऊ न। फ्रम गोठाटार टु निलबराईको तल भर्याङसम्म। ल रवि भाइ त कहाँ छुट्यो त? मेरो स्पिड धान्नै सकेन जस्तो रवि भाइले। ल घुमाऊ साइकल। रवि कहाँ अब घुम? आऊ न। ओ भाइ आऊ। ओए त्यसरी होइन, औँला खाने होला होइन, यसको हान्ने होइन, यसको हान्ने होइन। त्यही हो भने पेडल घुमाउ न। ए चेन फुस्केछ क्या? होइन, हो चेन फुस्केछ। मेरो साइकल बिग्ड्यो यहाँ, मेरो गल्ती छ। भ्लग सुरु हुनु पाएन, साइकलको चेन रविले उतार्यो। यस्तो छ हात चाहिँ अहिले बनाउँदाखेरि, चेन तान्दाखेरि है। साइकल त बनाइदियो। अब जाँदैछु हात धुनुलाई। यतापट्टि पसल खुल्ला रहेछ। पानी पनि त चाहिन्छ नि। पानी छ यहाँ। पानी छ। ल हेर्नु कस्तो हात भएको छ। रवि भाइको आज मेकानिक, रवि मेकानिक। रुक म पानी खसाल्छु। ल यो हेर्नु कस्तो थियो के अरे टिस्यु पेपर। यो राम्रो खालको टिस्यु पेपर हो त्यही हो। भयो भयो। साइक्लिङ चलाएको 2 मिनटपछि ब्रेक भएर रवि भाइले काण्ड मचाएर। रवि भाइ अब त्यो साइकल बनिसक्यो है। अब साइकल कसरी, अब म तिमीलाई गियर चलाउनु सिकाउँछु है। ल यसको चेन त उता उत्रेर धन्न यही फुस्किएको थियो। ठिक छ दाइ, अहिले ठिक छ। अहिले साइकल बिग्रेर बनाएको नि। पानी पिरेर फेरि साइकल हाक्ने। ल ल्याउ मन पिउँछु। ल तिमी दोस्त ल्याऊ। आमा कसले दोस्त है? ल अब कस्नु। हामी अहिले चाहिँ ट्याक्कै तेजविनायक चोकमाथि पिपल बोटनिर आइपुगेछौँ होइन। र यहाँ हावा हाल्दैछ। अब कन्टिन्यू राइड गर्ने है। भाइहरू देख्न पाएन, विली 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 गरिदिन्छन्, आफूलाई विली हान्नै आउँदैन। निलबराई मन्दिर पुग्न लाग्यौँ हामी यता मनोहरा खोलाको पुल तरेर। अब जान्छौँ हामी सिधा बाटो है। मैले आफ्नो ओजी चस्मा पनि लगाइसकेँ। तपाईँको सिन चाहिँ राम्रो छ। ल ए नजिकबाट नआउनु। पेल्दै हामीलाई। यो बाटो छ उता बोरो जान्छ, यो निलबराई जान्छ। निलबराई बोडे हो क्या? बोडे बोडे यो निलबराई जान्छ। निलबराई हाम्रो हेर्नु हाम्रो साइकल दुईवटा छ। सन्जम दालो तलको मालिक। पहिला इजी हानिन्थेँ म है।
अहिले साइक्लिङ चलाउने बानी नै हट्यो। जिमदेखि घरदेखि जिम मात्र भएको साइकल त्यतिमा मात्र सीमित भएर अहिले चाहिँ अलिक गाह्रै छ हौ साइक्लिङ गर्न। रवि पक्ड न त म लुगा ज्याकेट खोल्छु है। कस्तो भइरहेछ रवि? ठिकै छ, फिलिङ ठिक छ? फिलिङ बेटर। ल ल अब हामी अब राइड कन्टिन्यू हुन्छ हाम्रो रवि भाइको र मेरो। फेरि पनि हामी सँगै आइसक्यौँ। रवि भाइ मेरो पछाडि आऊ। चलायो म त 10 वर्ष पछि साइकल चलायो। 10 बरस? अँ ल 10 वर्ष भयो मेरो साइकल नचलायो। म बाइकमा हिँडेर यस्तो भयो फेरि। 3-4 महिना भयो होला मेरो। रवि भाइलाई अब दुब्ला गराउने तिमीलाई है। तिम्रो पेट छ नि जुन। पेट छैन, कहाँ पेट छ? ल सी अन द वे। ल हामी चाहिँ निलबराई मन्दिरनिर आइसक्यौँ। दर्शन चाहिँ गरेका छैनौँ, अहिले भित्र गएको छैनौँ हामी। भए पनि रमाइलो छ है अर्को एउटा। नीले अम्बर से सागर से यसलाई दसैँमा व्यवस्थापन गरेर कसै गऱ्यो यो भिडियो बिगाड्यो यार। भिडियो बिगार्दै त्यसले। ल हाम्रो साथी दुईटा साइकल लिएर यता मन्दिरमा छिर्ने। अब किन छिर्ने हो दोस्त? ल एक्लै हुन्छ बिस्तारै। ल वाह के एक्सपिरियन्स छ तिम्रो दोस्त। हेलो गाइज, हाउ आर यु, वाट आर डुइङ? ल साइकल चाहिँ अब यसरी हामीले अड्डाएका छौँ है। अड्डाएपछि खिच्नेछौँ। कस्तो राम्रो आएको छ यार भिडियो। अब पछि जाऊ। अब आगे आओ। हाँसो ल। ल अब हामी जान्छौँ घर जाने। हुन्छ। के खाएर? चना खाएर? चना कफी खाएर, विदाउट सुगर कफी खाने। अन्डा पनि खाने होइन? अन्डा पनि खाने। अन्डा खाने। अन्डा खाएर हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। गन्तव्य चाहिँ अब घर। मन्दिरको अलिअलि दर्शन गर्छौँ हामी। अब साइकलको पनि अलिअलि भिडियो खिच्छौँ अनि त्यसपछि हामी लाग्छौँ। बिगारेर रवि भाइले साइकल। छिटो आऊ फेरि। ल अब यो बाटोमा चाहिँ हामीले भिडियो छिटो खिचेर अब चाहिँ लाग्दैछौँ खानातिर। नास्ता खाऊँ अलिअलि, अनि भोक पनि मेट्छ होइन, थकाइ पनि मेट्छ। रवि भाइ अब जाने। ल बाई बाई भनिदेऊ। बाई बाई। खाजा खाएको अलिकति भिडियो हाल्छ हामी अनि त्यसपछि भेटौँला है त। के हाल्दिनु दिदी? चना हाल्दैनौ, एक अन्डा हाल्नु। चना हाल्नु त, और एक प्याज हालिदिनु यसमा। चनामा त तेल छैन नि धेरै। पुरा डाइटिङमा उसलाई मैले साइक्लिङ गरेर लिएर आएको आज। जति उ गरेर त्यति नै खाइदियो भने त टेन्सन हुन्छ फेरि होइन रवि भाइ? हामी चाहिँ यो सहकारीको ठ्याक्कै अगाडिपट्टि र लाइनै रहेछ है। यो खाजा खाने ठाउँहरू चाहिँ हामी चाहिँ यताबाट खायौँ है। झोलवाला तरकारी पाउने चाहिँ यहाँ चाहिँ दिदीले राम्रैसँग मिठो बनाएर खुवाउनु भयो हामीलाई। यो क्रिएटिभ लर्नर्स एकाडेमीको साइडमा। यदि तपाईँ निलबराई आउनु भएको छ भने चाहिँ यतातिर खाजा खानु होला है, सस्तो पनि छ। अनि चना र अन्डा खाएपछि त पुगिहाल्यो त्यो दोस्त। अब हामी के गर्ने यार? अब के गर्ने भन्दा यसो नि। ल चेस गर। भिङमार सँगसँगै अब हाम्रो भ्लग पनि सकेको छ है। ल रवि, थ्याङ्क यू फर वाचिङ दिस भिडियो भनिदेऊ। थ्याङ्क यू फर वाचिङ भिडियो। अब अझै हामी नयाँ नयाँ भिडियो ल्याउँदै गर्छौँ। ल किप अन वाचिङ है। ल अब मन पऱ्यो भने लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। थ्याङ्क यू।